हेलो गाइज, गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो छोटो ब्लगमा। आज चाहिँ मेरो भिडियो चाहिँ बेडबाटै स्टार्ट गरेको छु। घरमा आएपछि चाहिँ मर्निङ टाइममा म के कामहरू गर्नेछु हजुरहरूलाई मेरो भिडियोमा देखाउने छु। मेरो मर्निङ ड्युटी यस्तो हुनेछ। भेरी उठेर लुगा फट्याएको बादमा मजाले झारझुर गरेर सनासिनी पारेर मजाले राख्नको बादमा चाहिँ मर्निङ मेरो चाहिँ घरमा आएको बादमा चाहिँ बिहानै उठेर चाहिँ फुल हेर्छु। टक्कै नेचरहरू बिहानको मजाले हेर्ने छु। हेरेको बादमा चाहिँ टक्कै हेरिसकेको बादमा म फ्रेसेस हुन जान्छु। फ्रेसेस भएको बादमा चाहिँ आफ्नै बिहानको मर्निङ ड्युटी घाँस काट्ने हो। गोठमा गएर हाम्रो गाईहरू, त्यसको बादमा घाँस काट्नु गएँ। घाँस काटेर एकदमै लङ टाइममा घाँस काटेर एकदमै साह्रो पाऱ्यो घाँस काट्नु। मर्निङमा चाहिँ आज मैले 2 बारी घाँस काटेँ। 2 बारी घाँस काटेपछि एक बारीको बादमा फेरि अर्कोचोटि फेरि पनि आएर एकदमै साह्रो पऱ्यो। हातहरू गालेर धेरै 9-10 महिनाको बादमा आएर घाँस काटेको। घरि हात दुख्छ, घरि ढाड दुख्छ, घरि के दुख्छ। एकदमै साह्रो पऱ्यो मर्निङको ड्युटीमा आजको। एकदमै साह्रो पऱ्यो घाँस काट्नु। धेरै लङ टाइममा बनाएर घरि हात गोच्छ, घरि के हुन्छ, घरि क्यामेरा बनाउँदै गर्दा क्यामेरा लड्छ हो। त्यसको बादमा माथिल्लो गएर तल्लो गएर गर्दा बिहानको मर्निङ ड्युटी चाहिँ मजाले घाँस काटेर बित्यो। अनि तासँग चाहिँ इभिनिङमा चाहिँ टक्कै फोटो खिचेँ। फोटो सँगसँगै आफ्नो पनि खिचेँ। ओके, थ्याङ्क यू वाचिङ माई भिडियो। ओके, बाई बाई।